शिक्षा हाम्रो जीवन परिवर्तन गर्ने माध्यम हो। यो केवल पढाइ मात्रै होइन, एउटा आशा हो। यो आशा, यो बलिदान हो र लाखौं परिवारको लागि यो एउटा बाचा हो कि भोलिको दिनहरू आजभन्दा राम्रो हुनेछ। हरेक वर्ष हजारौं विद्यार्थी गैर प्राविधिक विषय रोज्छन्, जस्तै सामाजिक शास्त्र, व्यवस्थापन, मानविकी र इमानदारीका साथ पढ्छन्, मेहनतका साथ पढ्छन्, अनुशासनका साथ पढ्छन् र विश्वास गर्छन् कि राम्रो पढाइले, डिग्रीले जागिर दिन्छ। जागिरले तलब र तलबले घर अनि सम्पन्न सुरक्षित भविष्य। तर पढाइसकेपछि के हुन्छ? धेरैका लागि केही पनि हुँदैन। न कुनै अन्तर्वार्ताको फोन आउँछ, न कुनै अवसर। डिग्री त हातमा आउँछ, तर भविष्य निश्चित छैन। बजारमा अशाब्दिक प्रतिस्पर्धा छ, तर माग एकदमै न्यून छ र तलब त्यसमा पनि सबैभन्दा न्यून, अत्यन्तै न्यून छ। जागिर पाएकाहरू पनि यति मात्र कमाउँछन् जसले बाँच्न त सकिन्छ, तर सपना पूरा गर्न सकिँदैन। न बचत, न लगानी, न भविष्यको योजना। केहीलाई हामी सफल भन्छौँ। उनीहरूसँग घर हुन्छ तर ऋणमा, गाडी तर किस्तामा। यस अर्थमा उनीहरूसँग सफलता त हुन्छ तर उधारो सफलता। र त्यसपछि सुरु हुन्छ अर्को सङ्घर्ष। अगाडि बढ्ने होइन, ऋण तिर्ने सङ्घर्ष। वर्षहरू बित्छन्, ऊर्जा घट्दै जान्छ, सपना सानो हुँदै जान्छ। जीवन किस्ता, बिल र जिम्मेवारीको चक्रमा बसिराख्छ। न स्वतन्त्रता, न सम्पन्नता, केवल सहनशीलता। अब प्रश्न उठ्छ, गल्ती विद्यार्थीको हो कि प्रणालीको? त्यस्तो शिक्षा प्रणाली जसले डिग्री त दिन्छ तर माग सिर्जना गर्न सक्दैन, ज्ञान त दिन्छ तर रोजगारी दिँदैन, आशा दिन्छ तर अवसर दिँदैन। आजको नेपालमा के केवल गैर प्राविधिक शिक्षा पढेर आर्थिक रूपमा सम्पन्न बन्न सकिन्छ? धेरैका लागि उत्तर पीडादायी तर स्पष्ट छ। युवाहरू देश छोड्छन्, त्यसको माया नलागेर होइन, तर माया मात्रैले देश चल्दैन। यो सामाजिक शास्त्रको विरोध गरेको होइन, न व्यवस्थापनको, न कुनै ज्ञानको। समाजलाई विचारक चाहिन्छ, नेतृत्व चाहिन्छ, नीति निर्माता चाहिन्छ। तर सुधार बिना, समय अनुसारको रूपान्तरण बिना शिक्षा भ्रम बन्छ। यदि शिक्षाले गरिमा दिन सक्दैन भने, यदि मेहनतले स्थिरता दिन सक्दैन भने, हामी हाम्रो युवालाई के का लागि तयार पारिरहेका छौँ?